बुढी बाहिर आज क्या भयो के चर्किन खायो के भयो भने पर चेलो बाटो बसी मुन त तास खेल्लो मेरा चेलाले तास मात्र खेल्यो अरूका चेलाले रौसी खान खान अरूका चेलाका काटा लाउने अरूका चेलाले क्या दान खेल्नु हट कुनै जा मेरी प्यारी बहिनी अस्ति तसँग केटी थिइन् त्यसको नाम भन्न भन्दिन आफूले यहाँ कति काम गर्नु छ आजबाट यो घरको सबै काम मैले गर्छु तैले त्यसको नाम मात्र भन्न साँच्चै घरको सबै काम गर्छस् नि गर्छु भनिस् भने छिटो नाम चाहिँ भन्न त्यसको नाम हिमन्ती हो आमामामामा हिमन्ती त्यो कसको छोरी हो कसको छोरी हुनु त्यही हाम्रो गाउँको शेरेबाको छोरी हो ए शेरे बाउको छोरी भनेपछि त्यो भीमाको बहिनी दाइ भीमाको बहिनी होइन भीमा चाहिँ हिमन्तीको दाइ हो जे भने नि उस्तै त हो नि आजदेखि घरको काम क्यान्सल म लागे ए हजुर म पहिला पानी भर्छु नि मलाई हतार्छ हुन्छ भर्नुहोस् हजुरको नाम चाहिँ के हो मेरो नाम त राम हो तर सबै गाउँलेले पन्टे भनेर बोलाउँछन् अनि हजुरको नाम चाहिँ के हो मेरो नाम चाहिँ हिमन्ती हो हजुरलाई त यो गाउँमा कहिल्यै पनि देखेको थिइनँ त म सहर गएकी थिएँ सानो हुँदा लौ पानी भर्यो म गएँ ए आइपुगे छोरी आउन त आए तर पानीको धारा कति टाढा गाउँमा यस्तो हो छोरी अनि सहर कहिले जान्छौ त तिमी फेरि किन जानु पर्यो सर किन जान्छन् सहर पढ्नु परेन अब छोरी नाइ म त सहर जादिनँ अब यहीँ पढ्छु जे गर्छस् गर अब तेरै इच्छा लौ बुवा म साथीहरूसँग खान गएँ ल छोरी जाऊ बेलुका छिटो फर्केर आउनु होला अहिले ठिक छ नि भन्ना त अब ठिक होला तु त खाइ कुरा त देखिनु दिउँसो तास खेल्नु रक्सी खानु भुनेको मान्दैनु अन्त दाहेङ्ग बोल्नु जान्दैनु उल्टा मुखी थर्काउनु तब हान्या त्यो मैले थर्काएको होइन दाइ मैले खाएका रक्सीले थर्काएको अरे भाजा मैले क्या तु हान्या भने तुले खाएका रक्सीलाई हो हान्याको पकता दाजु तिनु केटाहरू पनि बोलाउ काहीँ ती तास खेली बिग्रुन्न ओ केटाहरू यहाँ आउ त पर दाइलाई घरसम्म पुर्याउ दो धेकाइ त केटाहरू आफूले खेल्नु आउने त्यो रे एकचोटि अनि रुन्निकै मान्नु मुरे तैरी देउला नि यहाँ अब केहरू त जाउँ जाउँ हौ त जाउँ जाउँ ल केटाहरू दाइ सहरबाट आउनु भएको छ ढोक गरौँ त दाइलाई दर्शन दाइ भाग्यमान तु त म के दाइलाई ढोक गर्न धेरै दिनपछि दाइ सहरबाट आउनु भएको छ म कसैलाई ढोको गर्दैन बरु हात मिलाउनु हिट त केटाहरू जाउँ यो तास खेल्नु काम खासै निको रहन्छ पानीको धारा कति टाढा छ पानीको धारामा पानीको थोपा पनि आउँदैन मुझ भुवाका मुख लाग्दो भएको कुरो त भनेको हो नि थकाइ पनि लाग्यो एकछिन बसौँ केटाहरू एकछिन गफगाफ गरौँ के हो दाइ गर्र त त्यो सहरको महँगो ने ठुलो ने पानी होइन के हुनु भाइ आफ्नै बिगाको बडा हो बल्ल गाउँमा पुग्यो त्यही ठुलो कुरा छ लौ त्यो जुस खाएको हो क्या भाइ जुस खाएको हो क्या त्यो रक्सी होइन क्या जुस हो क्या हुन आउन सुहाइ अरे मान्नु अरू कुरा त यसै हो आज के छ त गाउँ घरको हाल खबर क्या छ गाउँडा आमा बुवा दिदी बहिनी सबै क्या दान क्या नै क्या बदान म रे क्या जान्दैन रक्सी खेल्न आएर तास खान आए भाइ म केही जान्दैन ल भाइ चसअब्दु भएन नि त गाउँमा बसिमुन् त तास खेल्दा रक्सी खाना कामअब्दु भएन
गाउँघर अरूलाई सिकाउनु पर्यो, आफूले जान्नु पर्यो। अरू भाइ बिनामा क्यारुन्न, आफूले तहरे हुने भने आफूले काम अद्नु पर्यो। गाउँघरको आफू बनिनु पर्यो, गाउँठाउँ बनाउनु पर्यो। गाउँ बसेपछि गाउँका त कुरै नगर दाजु, गाउँमा राजनीति चल्लो तपाईरे मु दिक्क भइकन रौसी खानु। रक्सी खाना गरे त्यो राजनीतिको के हो त्यो सरोकार? ए दाइ मु बुन्नु भएको नेताजीको ओल्लो बल्लो हुँ त। आहा भाइ नेताजीको मान्छे तब हो कि तू रक्सी खाइ मुन्डा थर्काउँदै हिट्टा नेताजीको माइस भनी मुन्डा क्या रे त तेरा नेताजीले गाउँघरतिर क्या काम गरेका छन्, कति काम गरेका छन्? रक्सीले तास मात्रै खेल्नु सिकाइहान् कि केही अरू काम पनि गरेका हुन्? क्या काम गर्यो नि हुन रक्सी दियाइ कह, मासु दियाइ कह, काहीँलाई लके खा भने दियाइ कह निनु पैसा पानी यस्तै छ। भाइ रक्सी खाइ मुन्ट एक फिडको मासु खाइ मुन्ट होला क्या तेरा? यो उमेरमा नुमाइ गाउँ बनाउनु भन्ने मुन्ट लाग्दु पर्यो, ठाउँ बनाउन लाग्दु पर्यो, नेतासँग मिलाएको माइस निकेरी काम अद्दु पर्यो। तहरी मुन्ट होला गाउँ ठाउँ पाड्दु पर्यो नि। क्या बढो रे उतिनो हपाड्दै अब तसो अद्दु भएन भाइ, हुम्री लागि हो। गाउँ बनाउनु पर्यो, ठाउँ बनाउनु पर्यो, निको सिकाउनु पर्यो, निको अद्दु पर्यो। नेताजीसँग मिली मुन्ट निको अद्दु पर्यो नि काम। रक्सी खाइ मुन्ट हल्ली मुन्ट तास खेल्ली मुन्ट हुन भन्यो तह कहरी होला। अब भुनिया मान्नु पर्यो, अब मु आयो अब सबैले सुधिनु पर्यो। त्यता नेताजी पनि हपाड्यो म।